भोटिङ इज नट अबाउट होप, इट्स अबाउट एभिडेन्स। मतदान भावनाको लागि होइन, प्रमाणको आधारमा हुनुपर्छ। तर अब फ्याक्चुअल कुरा अलिकति भनौँ, नेपालमा जातिवाद नातावादमा बढी भन्दा बढी मत गरिन्छ। एउटा सानो स्टोरी सुनाउँछु। मेरो एउटा साथीसँग कुरा गर्दै थिए भिडियोको कन्टेक्स्टमा। ऊ बस्ने ठाउँको पोलिटिकल सिचुएसन सुन्दा त म लिटरली सक भएँ। मैले उसलाई सोधे, तिम्रो क्षेत्रमा को थिए त सांसद आन्दोलन अघि? ऊ भन्छ राजु। अनि मैले सोधे, कस्तो लाग्यो त उनको काम? जति समय थिए त्यति मात्रै डेभलपमेन्ट त गरे होला नि। ऊ भन्छ ती नेताले त केही काम गरेनन्। मैले फेरि सोधे, त्यसो भए त आउँदो फागुनको निर्वाचन उनले जित्ने माहौल नहोला नि? उसको जवाब सुनेर म सक भएँ। उसले भन्छ यहाँ त जातिवाद नातावाद यति धेरै छ कि फेरि त्यही नेता जित्लान्। मैले भर्खरै भनेको कुरा मेरो साथीको गाउँको मात्रै नभएर तपाईँहरूको गाउँको पनि हुन सक्छ। प्रब्लम कहाँ आउँछ भने जनता अलि बढी अप्टिमिस्टिक भएर खालि त्यही नेतालाई भोट गर्छन् जसले केही काम नै गर्दैनन्। यहाँ ईमानदारी चलता बाबू, ना तो घरे जाके सुत्ती बाबू।